आज हाम्रो लागि नर्मल डे होइन, भोलि चाहिँ यहाँ इलेक्सन छ र आज चाहिँ हामी जाँदैछौँ ड्युटीमा। नमस्कार सम्पूर्णमा। र हामी चाहिँ यहाँनिर बस पर्खेर बसिरहेका छौँ ड्युटी जानको लागि है। हामी खरसाङतर्फ जानेछौँ आज ड्युटी र त्यहाँबाट चाहिँ हामी बाँटिने छौँ आफ्नो आफ्नो जग्गाको लागि। लु है यता लाग्यौँ है हामी अब हाम्रो डेस्टिनेसनतर्फ। लागि लु सबैजना हामी चाहिँ ड्युटीको लागि ल हिँड्यौँ। लु अब चाहिँ हामी हिँड्यौँ यहाँबाट। हामी यहाँनिर ग्रुप चाहिँ दामी छ है हाम्रो। चाहिँ हामी यहाँ घैयाबारी आइपुगेका छौँ। रेस्टुरेन्ट छ र यहाँनिर चाहिँ हामीले चिया खानको लागि बसिरहेको छौँ। चियाको सेन्ट चाहिँ दामी आउँदैछ। यहाँ चिया पनि हुँदैछ। चिया रेडी भयो। यहाँनिर चिया पनि आयो। हुन्छ एउटा मलाई दिनुहोस्। दूधको चिया चिनीको भिडियोहरू ब्ल्याक टी बनाउनु भएको छैन? मैले चिया मिठो खाइदिएँ। चिनीकै चिनी मिठो रहेछ। आइपुगे हामी हाम्रो डेस्टिनेसन। जाँदैछौँ माथि भिडभाड। चाहिँ भिडभाड छ। जाउँ खोजौँ न अन्त हाम्रो। लु हेर्नुहोस् है, डिसीमा चाहिँ यो खालको भिड हुन्छ। यहाँनिर यसरी काउन्टरहरू लागेको हुन्छ। यसरी भिडभाड छ यहाँनिर चाहिँ। हाम्रो चाहिँ यहाँनिर सबै मेटेरियल्स कलेक्सन भएर चाहिँ अहिले बुथपट्टि हामी जाँदैछौँ। यहाँ टिम यता दुईजना अगाडि पनि हुनुहुन्छ। ओह्रालो चाहिँ हामी जाँदैछौँ। बाटो चाहिँ दामी रहेछ। पुलिङ स्टेसन चाहिँ यता ओह्रालो चाहिँ तलतिर। हेर्नुहोस् बाटो। यसपालि भोट जितेर चाहिँ यो बाटो सबसे पहिला बनाइदिनु पर्ने रहेछ है। बाटो त अन्त अलिक गर्नु भने चाहिँ यताबाट भोट थापेपछि त होइन, जो नेताले जित्छ उसले बनाउनु पऱ्यो त। बाटो चाहिँ हेर्नुहोस् है यहाँनिर हो, कोक्रोमा नानी हल्लेको जस्तो भयो नि यताबाट चाहिँ। यसपालि चाहिँ इलेक्सन जितेपछि यहाँको जनताहरूको लागि बाटो चाहिँ बनाइदिनु पर्यो। यहाँ त हेर्नुहोस् त, लु यहाँ त छुट्टिसकेको रहेछ यहीँ। लु हो यस्तो पो छ त तरिका त। जग्गा चाहिँ दामी है, बाटो चाहिँ भएन।